खतरा रहेछ मजा चाहिँ मजा दोर्नुपर्छ अब सानो सानो पो रहेछ ओहो टिप्दै भ्याउँदैन त कसले गर्नु छ टिप न यसरी माटो धुनु पर्छ नि पसिना हुन्छ मकै गाह्रो हुन्छ अन्त के त्यता हेर कहिले भाइ कति वर्ष भइसक्यो रुख पुरानो भइसक्यो अब त सुकेछ माथि माथि रुख त तर फलेछ हौ दुःख छ बिचरा रुखलाई पनि टिप्न हाल राम्रो हाल ल काले स्कुल जाँदैन कतिखेर आज दादा नि घर लाग्यो त नाउ सबै सुकेछ हौ हाल भयो टिम जान लाँदा अब हामी कहाँ गएर माल भयो टिम जाँदै अब छिटो आएको त भुइँबाट टिप्न सक्छ क्या हौ तलको रुख मात्र रहेछ यो रुख त बुढो भइसक्यो अब त टन्नै फलेछ हौ त्यतिर त सानो सानो पो रहेछ ओहो टिप्दै भ्याउँदैन त कसले गराउँछ टिप न काले मिठो पो रहेछ ऊ मासबाट जाने यो रुख बुढो भइसक्यो तत्ति भइसक्यो नि अहिले देखि होइन है आलु भन्दा खाने अब हौ काले त्यहाँ माथि टिम बस्दा अहिले म माछ चढ्ने हाल भयो टिम पऱ्यो यार माछा त कहाँबाट चढ्नु त नपास खानु छ मान्छे गरिहाल्छ नि कसले अन्त देखाउनु पऱ्यो त उ त्यो बाजा माथि ऊ माछो काले माछा त यो माछा टिप आलु भएर सक्छ माछा चढ्छ सक्दैन किन यहाँ त आउने त काका किन माछा चढ्नु पऱ्यो यहीँ यहाँ आउ त लड्ला फुचे ल अहिले अहिले लडाउँछ अरे फुचे ओ लड्लै लड्छ तिमी रुम जानु सक्छ म त माथि पाकेको पाकेको टिपेर त्यो पबल हालिदियो रुखमा चाहिँ भाइ हरियो मिठो हुन्छ गेड त मैले निल्नै नसक्ने छ हजुर कति वर्ष भइसक्यो रुख पुरानो भइसक्यो अब त सुकेछ माथि माथि रुख त तर फलेछ हौ दुःख छ बिचरा रुखलाई पनि टिप्न हाल राम्रो काल ल काले स्कुल जाँदैन कतिखेर आज दादा नि लड लाग्यो त नाउ काले मजाले डुक्मा चढ्दैछ यार काले न भिडियो पनि देखाउनु पर्यो क्या त्यो एउटा हाँगा भात ताउ सक्छ यो हाँगा भात हो किन भन्नु पर्यो हाँगा चाहिँ फेरि
अम्बिलो रहेछ कुनै त कति फलेछ साह्रो सानो सानो रहेछ यो रुख बुढो भएर होला है माछा छासम्म छैन खान्छ आलु कुच्चा पाकेको छ छासम्म गयो भने लिएर आउला त्यो आलु कुच्चा खानुपर्छ आलु चुच्चा नि अन्त के भन्थ्यो आलु चप पनि होइन होला है आलु बाख्रा खतरा देख्छ यो कोदाल बोकेर मकै धुन जानु पर्यो अब भात डाँडतिर छुटाइ पुरै घर बनाइरहेको छ यहाँ हाम्रो घर त यस्तो छ बिजोक गोरु त जोडिसक्यो हाम्रो सबै आकाशमा हेरेर भिनेको मलाई मकैबारी हाम्रो खेतालो दुईटा अगाडि छ कान्छालाई नि कोदाल लिएर आउनु पर्ने यार कान्छालाई नि खान लाउनु पर्ने यहाँ त धोर्दै छ यो भर्खर बाटो चाहिँ किन बन्द भयो यहाँ त पहिला ठुलो बाटो थियो यहाँ त बाटो छैन दाजु बोल्दा नि मकै दोन जाँदै अब हामी कान्छा र म कान्छा दादा पेन्सिल ल्याएर भने त छिटो भरे मम्मीले भिडियो हेर्छ अनि हाम्रो छोरा पनि के भन्छ काम गर्नु गएछ भन्छ अहिले हिँड्दै चार्ज लाग्दो रहेछ मकै धोर्नु सक्छ त नि यहाँबाट तल राम्रो देख्दो रहेछ त नि हाम्रो घर त कहाँ यहाँ माथि अहिले बाटो यता बनाएको पहिले धेरै भयो मकै नदोर्या नि तर छ होला भरे चाहिँ काफल टिपेर खान जानुपर्छ है माथि डाँडामा 1-2 बजीसम्म धोर्ने अनि फर्केर आउने सक्छ 1-2 बजीसम्म साथ लाग्ने रहेछ मकैबारी कस्तो सास लाग्यो हौ खतरा रहेछ मकैबारी चाहिँ मकै धोर्नुपर्छ अब त्यसरी माटो धुनुपर्ने छ नि पसिना हुन्छ मकै धोर्दा नि गाह्रो हुनेछ अन्त के त यता हेर कहिले भएको छ यार रक्सी पार्ने ठाउँ हाम्रो यता चाहिँ कहाँ चाहिँ गयो कहाँ चाहिँ छैन त ल रक्सी पार्ने मान्छे छैन यार रक्सीको भाँडो मात्र है रक्सी आइसक्यो पान त त्यो पान त लाउँछ अघिदेखि बिहानदेखि पारे कान्छाले कता छैन कान्छा कहाँ गयो त कान्छा कहाँ गएको छ्याङ बोल्दै हो रक्सी पार्ने मान्छे हुन्छ रक्सी पार्ने मान्छे त्यहाँ गएर हुन्छ त नि रक्सी पार्ने मान्छे हाम्रो त्यहाँ छ्याङ नबोल्ने सेला होला हाम्रो घर त कस्तो देख्ने छ यार छ्याङ पनि देखाउन कान्छा पनि नबोल्ने छ छ्याङ त थोरै पाएको यो टेस्ट गर्नलाई मात्र हो तातो भइस त नि अघि नै हाम्रो रक्सी पार्ने कान्छा भाइ कति पान पारेको त्यसमा त्यो 3 दान हो 10 ग्राम 30 ग्राम निस्क्यो ल अब चाहिँ कफल दिन जानु पर्यो गयो बिटेर पहिला मैले किनेको खुट्टा हरायो क्या र पाउँदा फेरि कुदाएर टसी कहाँ गयो टसी भ्याक्सिन भिडियो अब कफल दिन जाने माथि डाँडातिर टसीमा कफल टिप्छु प्लास्टिक चाहिन्छ हलाउँथ्यो यार प्लास्टिक प्लास्टिक निकाल्दै पछाडि उठ्नुहुँदैन त
यता अब त्यसमा कपाल टिपेर दम भन्नुपर्छ कपाल खानुपर्छ रहेछ सेतो सेतो बेला टेबल थियो छोरो तेल लाउनु पर्दैन यसले लाउनु छ ब्यागले यहाँ छोरा अहिले तसै त बाँदर हो यार रुखमा चढ्छ त ब्याट त यार मन रुखमा चढ्नु पऱ्यो अब कपाल ल्याँदो रहेछ त कपाल देखाउनु पऱ्यो यार अलिअलि रहेछ है सिजन सकिसकेछ है अन्त तसै त बाँदर हो यार माथिमा चढ्छ त तसैले चरा त अनि पुग्नु पुग्नु माछा भन्छ त अनि धेरै छैन खासै त सिजन सकेछ है कपाल टसी त ल कसैलाई यहाँ भिडियोमा देखाउनु पऱ्यो नि त अनि कपाल आफै त्यति धेरै छैन थोरै थोरै रहेछ सुकमा त नै डर लाग्ने छ यार सिजन नसके भए भोलि पर्सि टन्नै हुन्थ्यो तर पनि अलिअलि त रहेछ त्यो माथि डाँडामा क्या थाल डाँडा तर टन्नै छ भन्थ्यो क्या अब बोल्दा फेरि तिमीहरू त कहाँ तलबाट जान्छ स्कुल जङ्गल त हरियो राम्रो छ कपाल त सिजन सकिसकेछ यार सिजन भयो त्यस्तो कपाल हुन्थ्यो है टन्नै थियो अनि लड्यो घुराको ताल गइ जान्न है अन्ति म पनि उता लडेर जाने झन्नै मरेन नि उता के अरे स्यारापाको घर स्याराप कस्तो गरेर थियो उयो आउँदियो घर उता दैजराममा त्यहाँ झन्नै लडेर गयो नि खेरो कपाल टिप्ने मान्छे हाल कपाल त धेरै भएछ है 2 मान जस्तो भइगयो प्लास्टिक फ्याँक्ने प्लास्टिक त माथि लानु भयो होला 2 मान जस्तो माथि प्लेटमा कसै रुखमा चढ्यो त यार बिस्तारै चढ्यो लड्ला धेरै चाहिँदैन होला 2-3 वटा पनि हुन्छ होला त्यति पनि पुग्छ होला जङ्गल त खुब राम्रो देख्छ साथै भन्दा देउसा बुझाउनको लागि राका चन्दन सुरु चन्दन त्यसपछि के अरे घालीमा ताक्पा अनि अहिले भर्खरै एउटाको नाम भनेको थिएँ त्यसको नाम के अरे फेरि बिर्स्या त्यसको नाम त के भन्छ लाङमार भोलि देउसा बुझाउने क्या त्यही भएर लानुपर्छ यो कहाँ धेरै चाहिँदैन ल 1 ढाक्लामै हुन्छ होला है ल ल यस्तो बबाल देख्छ नि आजभन्दा त सबै जङ्गलै जङ्गल भएछ है पहिला त कति धेरै के थियो यतानिर सबै खाली बारी मकै लाउने अब जङ्गल काम गर्ने मान्छे नभएर मलाई कपाल टिपेर नै आइसक्यो कपाल खान पऱ्यो यार आज भोलिमा यहाँ कपालको सिजनै सकिसकेको थियो भाडा पनि ठुलो भएछ कपाल छोरा भएछ अनि 2 मान जस्तो त भइगयो कहाँ एउटा खाली यहाँ टेबलमा यसले त हरियो रहेछ जस्तो तलमाथि गर्ने सास चल्ने रुखमै चल्न थाल्ने कपाल त टिपेर नै आइसक्यो हामी यति धेरै ल्याएको छ कि सबैजनालाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद अब फेरि हामी अर्को भिडियोमा भेटौँ ल अहिलेको लागि सबैजनालाई बाई बाई